यो मासु फ्राई भइसक्यो, भुट्टो मासु। अब यो म दाल बनाउँदैछु, यता तड्का लाग्दैछ दालमा। अब यो तड्का लागिसक्यो। अब यसपछि म बोइल दाल यसमा बनाइदिन्छु। अन्त यो राजमाको दाल, यतापट्टि लाइक कमेन्ट गर्नु होला। धेरै हजुरको माया गरिदिनु होला, धेरै यो भिडियोलाई सकेसम्म सेयर गरिदिनु होला। अब यो हल्का गाढा छ दाल, यसमा हल्का पानी मिसाइदिएछु मैले। त्यसपछि अब यो यतापट्टि अब यो हल्का यो आफ्ना थोडा यसरी हल्का चलाउनु पऱ्यो यसलाई। अनि चाहिँ यो हो चिकनलाई ड्राई बनाइरहेको छु, एकदम फ्राई। चाहिँ अब यो भइसक्यो। अब यसलाई एकछिन ढाकिदिउँ। चाहिँ अब यतातिर दाल छ, यो दाल उब्लेपछि हाम्रो खाना रेडी भइसक्यो। ल हेर्नुहोस् है साथीहरू, सबैजनाले मामाले यता दाल पनि रेडी गराइसक्नु भयो अनि मासु पनि रेडी भइसक्यो। अनि र यता हेर्नुहोस् यो भात पनि पाकिसक्यो। अब यो दाल बाँकी छ, मिठो हुन्छ दाल। ल हेर्नुहोस् है साथीहरू, हामी यहाँ ठुले आमाको रुममाथि खाना पकाएर खाँदैछौँ। अनि म तपाईँलाई हाम्रो बोइ र माइजू पनि देखाउँछु। बोइ कता भागी जानुभएछ बाहिरतिर, हाम्रो माइजू यतातिर हुनुहुन्छ। यता हुनुहुन्छ माइजू, बसिराख्नु भएको छ। अनि माइजू यता हुनुहुन्छ, बोइ कता भागिजानु भएछ। कता जानुभयो बोइ? बोइ गइजानु भएछ अरे बोइ त कता। यता आउने मामा, यस्तो यतातिर हिँड्दैछौँ, भित्रै न। हाई भन्दा नि, हाई हाई। बोइ कता भाइजानु भएछ त हाम्रो बोइ? ठुले आमा यता आउनु न। हेर्नुहोस् है हाम्रो ठुले आमा यता पुरा काममा बिजी हुनुहुन्छ।